हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी चाहिँ ब्लग बनाउँदैछौँ अनि नजानी भए पनि हामीले चाहिँ ब्लग बनाउँदैछौँ अनि हाम्रो युट्युब च्यानलको नाम चाहिँ एलिसा राई मगर हो। सबैजनाले सब्स्क्राइब गर्न नबिर्सिनु होला। अनि हामी चाहिँ आज जङ्गल डुल्न गएका छौँ। त्यहाँ चाहिँ साथी हुन्छ आइजे। कपडा के हो फेरि माथि गएर कपडा। अनि हामी चाहिँ लास्को अब जाँदैछौँ हामी। आज आइतबार बजार हो गाइज। मैले चाहिँ पहिला चाहिँ चस्मा लाउँथेन अनि हिजोदेखि म चस्मिस भएँ। हेलो भन्दै भयो। हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ आइतबार बजार हो गाइज। मैले चाहिँ पहिला चाहिँ चस्मा लाउँथेन अनि यो चाहिँ 200 रुपियाँको मम्मीले 100 रुपियाँमा किनिदिनु भयो। यो चाहिँ धेरै पावर पनि छैन, थोरै छ अनि चस्मा नलाउँदा यस्तो देखिन्थे। अब चस्मिस माटोक्ने मेरो मुखदेखि फेरि त्यही बोल्न आउँछ। अब चस्मिस भयो के अरे। अब हामी हिँड्छौँ। अब हामी ग्राउन्ड माई गड त्यो त फेरि यो ग्राउन्डमा पुरै हामी माथि ग्राउन्डमा जान्छौँ भनेको पुरै ढाकेछ। अब घुमेर जानुपर्छ। जान पर्दैन। कसरी जानु? यसरी हेरेर जानुपर्छ। अनि यहाँ मोबाइल देखेन? मोबाइल चाहिँ पागल हो कि गाइज। हेर्नुहोस् पागल नि। यसलाई अब युट्युब च्यानलमा भाइरल बनाइदिने हो। छिटो हिँड। अस्ति म पनि हिजो हावाहुरी आउँदा मैले निगोलाको मोबाइल मैले त त्यहाँको त्यो आन्टी हुनुहुन्छ उहाँको मोबाइलमा पनि ब्लग बनाएको छु गाइज। के उहाँको त मोर्चिस के अहिले म चाहिँ कसरी जाने रहेछ र। ल त पहिला जा अनि यो मोबाइल समात्ने। यहाँ चाहिँ यस्तो छ यो पागलले ल यो मोबाइल तँलाई यस्तो देखा न हो त्यसरी बोलेर बस। हेलो अब हामी जाने हो घाँसी रेस्टुरेन्ट के गरेर बसेछ। अनि म लोटे भने नि तँलाई। अब लोटेन गाई छैन यो डडा छ। म त आएँ के अरे। ल हामीले पार गरिसक्यौँ। पहिला चाहिँ यस्तो त थिएन गाइज अनि पछि भयो। हामी ब्लग पार्टी हो ब्लग। हेलो भनिदिनु न दाइ। आइज त हामी यही ग्राउन्डमा ब्लग हामी ब्लगको फ्यान हो। माटोक्ने अहिले फेरि बाँदरले घेर्न आयो भने छिटो आइज। येरा सैयाजी सारीको कछन्नी र एरा सैयाजी सारीको कछन्नी। हामी चाहिँ जङ्गलमा हो। जङ्गल दादा दिदी अनि अङ्कल आन्टी अनि सबैजनाले हेर्न नबिर्सिनु होला। छिटो आइज। मलाई चस्मा लाउँदा चस्मिस देखेछ। मलाई चस्मा लाउँदा चस्मिस देखेछ। के यहाँ फेरि डर हुन्छ कि गाइज। छैन आइज। आज छैन आइतबार बजार हो। कसले यो पागल निले हो के ल्याएको। गाली गर्यो। छिरिन अब फेरि जालीदेखि नागेर जानुपर्छ। अनि यहाँ किन बाटो गराए त? जालीदेखि हिँड्ने भयो त। यतिको बाटो गराउन पर्छ र। त्यत्रो उकालोदेखि कहाँ आउन मिल्छ र? तलदेखि त आउन मिल्छ। अझ बाटो गराउँछ काम लगाएको केटाहरूले। त्यो बुढो बाजेले हो नि गराएको। कुन बुढो बाजे हो र फेरि त्यो? कुन बुढो? क्याम्पसको त्यसले गराएको हो। त फेरि नबोल त खान्छिस्। ल म तपाईँलाई जा उता जा साइडमा। गाइज हामी घुम्नै पाएन फेरि उताको उकालोदेखि घुमेर हामी फेरि घर आउँछौँ।
तपाईलाई देखाउँछौँ यो पागलले कस्तो बाटो ल्याइछ कि मलाई ला मोबाइल सभा ल ल नमस्ते अब मैले यस्तो बोल्दै मेरो मुखदेखि यस्तै आउँछ के त्यो एउटा बुढो बाजेले चाहिँ यस्तो हराएको अहिले त त्यस्तो गरेर थियो आया कोतारियो हाम्रो चाहिँ इक्जाम हो के 1 बजे है पनि इक्जाम 1 बजे ठ्याक्क 1 बजे सुरु हुन्छ मिस हाल्यो भनेको कता जाने हो र त्यता पनि बजार देखाउने के बजार हामी छाडी क्यामेरा गराएर अनि तैले भने जस्तो हुन नि पर्यो नि यहाँ भ्लग बनाउन लागिरहेछ उ चाहिँ आफैले भने जस्तो गर्ने अरे के अनि म चस्मिस भएको छु कस्तो छ पहिला पनि मैले बनाउन त भ्लग बनाएको थिएँ मेरो टिकटक आइडीमा माया देवी राई खासै त छन त छैन देखा अब देखा भने छु मिल्दैन के तैले भने जस्तो पागल नि यसरी गर्न यसरी जमाइजे त बजारको लागि रेडी भइसकेको छ सबै यहाँ चाहिँ 12 बजेदेखि सुरु हुन्छ अनि हामी चाहिँ स्कुल चाहिँ 12 बजे भित्र पुग्नुपर्छ अनि 1 बजेदेखि सुरु हुन्छ पढ्दै चाहिँ आइरहेको ओ छिटो आइज पागलले त्यो सुटाउँछ कि यसले पनि मलाई निजा छिटो आइज के यो भ्याइन लाग्छ पागलले केही पनि आउँदैन कस्तो रिस उठाएको छ नि यसले बोकेर त्यही बस्छ जस्तो भ्लग बनाउन आएको रे थपक्क बस्ने रे नक्कल पार्न मात्रै हामी जस्तो हुन पो पर्छ र डुल्न मतलब घुमेर हिँड्ने भ्लग बनाउने हुन्छ नि त पागलले आइछ नि त्यही मोरेर बस्छ म हिँड्छु अहिले फेरि बादल कराप कता गर्न आयो भने म त बुसुक हुन्छु नि फेरि काइजन अब घर चाहिँ पुग्नै लागेको छौँ हामी यहाँ बजारको त्यो माथिल्लो भागतिर आइसकेका छौँ अब हाम्रो चाहिँ टाइम पनि पुगेको छैन आइबोक्सिनी टाइम पनि पुगेको छैन अनि त्यही भएर अब चाहिँ हामी चाहिँ घर जाँदैछौँ छिटो मैले चाहिँ यहाँ चाहिँ साडी बनाउन मिल्छ कि गाइज हङ्गामा मचाऊ साडी हो मङ्गामा मचाउने साडी हो छिटो हिँड्नु कि यो टाइम अफ हुन लागेको छ हामी चाहिँ सधैँ यस्तै हो कि खुट्टा भाग छिटो भाग अहिले मोबाइल खस्यो भने डराउने छ नि डर छिटो आइज जन समुद्र घर आइसकेका छौँ बुवा अघि त्यही जालभित्र आइसकेको छ गाइस हेलो गाइस पागलले मलाई थगाइ लाग्यो
कतिचोटि हेलो गाइज भनेको र हेलो गाइज आज हेलो गाइज गाइज आजको लागि चाहिँ यति नै। अब फेरि पनि हामीले नेक्स्ट भिडियो लिएर आएका छौँ। यस्तै भिडियो लिएर आएका छौँ। अनि भन्नुहोस् हामीलाई यस्तै भिडियो ल्याउँछौँ। अनि हेर्न सक्नुहुन्छ हामी घर पनि आइसकेका छौँ। बाई बाई।